घिसिङ नवनियुक्त युट्युबर माइतीघर मण्डलमा उभिएर नजिकै रहेको सिंहदरबार त्योभन्दा पर रहेको संसद भवनभित्र बसेर नेपाली जनताको विरुद्धमा काम गर्ने, नेपाली जनताले मन पराएका मान्छेहरूको विरुद्धमा बोल्ने, नेपाली जनताले असाध्यै मन पराएका पात्रहरूलाई लखेट्ने कुचेष्टा गर्ने, नेपाली जनताले भ्रष्टाचारी भनेर चिनेका संसद मन्त्रीहरूलाई माइतीघर मण्डलमा सिंहदरबार र बागलटारबाट सबैका लागि भ्रष्ट सरकारले कुलमान घिसिङलाई खेदेको छ, भ्रष्ट सरकारले बालेक शाहलाई देख्न सकेको छैन, भ्रष्ट सरकारले नेपाली जनताको विरुद्धमा काम गरिरहेको छ। के नेपाली जनता तपाईँ हामी यो भ्रष्ट सरकारलाई स्वीकार्छौँ? साथीहरू, हामीले भनेका छौँ नेपाली युवा अब भ्रष्ट सत्ताको विरुद्धमा शान्तिपूर्वक तरिकाको विद्रोह गर्न तयार भएर बसेका छन्। कुलमान घिसिङले विद्युत प्राधिकरणको हाकिम हुँदै गर्दा, विद्युत प्राधिकरणको प्रमुख हुँदै गर्दा उनले राजीनामा दिनुपर्छ। त्यस्तो ऊर्जा मन्त्री जसले स्काउटको भाडा तिरेको छैन, त्यस्तो ऊर्जा मन्त्री जो आफै ऊर्जा व्यापारी छन्, जसले जलविद्युतको पैसा चाहिँ खाने गर्छन्, ती मान्छे कुलमान घिसिङको अगाडि किरा हुन् तिनीहरू। कुलमान घिसिङ नेपाली समाजको हिरा हुन्। भन्नुहोस्, म कुलमान घिसिङ हिरा हो भन्छु, तपाईँहरू भ्रष्ट ऊर्जा मन्त्री किरा हो भन्नुहोला। कुलमान घिसिङ हिरा हो, ऊर्जा मन्त्री किरा हो। अस्ति भन्दै थिए तपाईँहरूले सुन्नुभयो, विद्युत प्राधिकरणको हाकिम भएपछि कुलमान घिसिङले उज्यालो गरेको होइन, भारतलाई धन्यवाद दिनुपर्छ भन्दै थिए ऊर्जा मन्त्रीले। ऊर्जा मन्त्रीलाई के खाएर ऊर्जा मन्त्री भएका हुन्? नेपाली जनताले कुलमान घिसिङलाई नायक भन्छन्। यदि भारतको पक्ष पोषण गरेर कुलमान घिसिङलाई तलमाथि गर्ने उनीहरूले जुन चेष्टा गरिरहेका छन्, यो ऊर्जा मन्त्रीलाई अब ऊर्जा मन्त्रीको पदबाट लखेट्न आवश्यक छ, कठालो समाप्त आवश्यक छ। नेपाली जनताले हाम्रो कुलमान घिसिङलाई उनीहरूले जुन तरिकाले लखेटेका छन्, जुन तरिकाले अपमान गरेका छन्, घाटामा प्राधिकरण फाइदामा छैन, प्राधिकरण घाटामा छ, प्राधिकरणको नाफा फेको भन्ने ऊर्जा मन्त्री तपाईँले के खाएर त्यो चाहिँ डकुमेन्टमा साइन काशीले छोड्ने सेवा समारोह कुलमान घिसिङलाई किन हटाइयो, के हटाइयो? धेरैजनाले धेरै भन्नुभयो, यहाँ आएको थाहा पाइसक्नु। तर कुलमान घिसिङलाई किन हटायो भन्ने कुरामा हरेक आन्दोलन अभियानमा काठमाडौँ
नेवारले साथ दिनु पर्यो, काठमाडौँको नेवारले साथ दियो भने मात्रै सफल हुन्छ अरे होइन भन्ने गरिएको छ। त्यस्तो काठमाडौँको नेवा आइदिनु पर्यो, त्यहाँ आइदिनु पर्यो। यो कुलमान घिसिङको लागि नेवा चाहिएर आएको होइन कि नेवाको लागि कुलमान घिसिङ जस्तो व्यक्ति चाहिन्छ जसले दिनभरिको लोडसेडिङ हटायो, जसले ढाकामा गइसकेको प्राधिकरणलाई नाममा लग्यो अनि आरोप लागेको राजाराम तन्डुकारले मुक्त गराउँछ जसले देशलाई विकास गर्यो, जसले अन्धकार हटायो होला। यो सरकारले यो सरकारले यो अहिलेको सरकार काङ्ग्रेसको सरकार हो कि एमालेको सरकार हो कि केको सरकार हो? टिकटकको लाइभमा तपाईँले हरियो घाँसलाई चेन्ज गराएको मान्छे के को लागि आज सडक गराइराखेको मैले कमसे भएको जनतालाई मेरो ब्रेन वास गरेर पार्टीको अब मान्छे उहाँले अब मान्छे छोडिदिनु म नेपाल आमाको छोडे यस अनि मात्र छोडेर जनता बुझ्नुभयो नि 5 वर्षमा एकचोटि चुनावको दिनमा चाहिँ आउने चुनावमा जनताले कार्यकारी निर्देशकको पदमा पुनर्बहालीको लागि तपाईँ आउनु भएको छ कि अरू कुनै केहीको लागि आउनु भएको छ? हामी त फुल सपोर्टेड हो नि, हामी उहाँलाई फेरि पुनः कार्यकारी निर्देशक पदमा हामी देख्न पाऊँ। हामी सारा नेपाली जनता उहाँको पक्षमा छौँ। तपाईँ पुनः बाँकी रहेको 4 महिने बाँकी रहेको कार्यकालमा मात्र देख्न चाहनुहुन्छ कि ऊर्जा मन्त्री प्रधानमन्त्री बनाउन चाहनुहुन्छ? त्यसमा होइन, हामी 4 महिनापछि पनि पुनः उहाँलाई फेरि पनि नियुक्ति पदमा देख्न। उहाँको त अहिले दोस्रो कार्यकाल समाप्त हुँदै थियो नि त, तपाईँ तेस्रो कार्यकालको लागि पनि फेरि तपाईँ माग गर्नुहुन्छ? उहाँको तेस्रो कार्यकालको लागि पनि हामी माग गरेका छौँ। हामी पुनः नेपाली जनता, हामी मात्र होइन, हामी जातीय हिसाबले पनि जाँदैनौँ र हामी कुनै पनि नेपाली पक्षपात गरेको छैनौँ। हामी सारा नेपाली उहाँको पक्षमा छौँ। 22 अर्ब बक्यौता रकम उठ्न बाँकी छ, अब यो रकम उठाउँछ कसले, के हुन्छ, चलखेल भइरहेको कि के भइरहेको खास? यो त यो त अब भनौँ भने त पार्टीगत हिसाबले गइरहेको छ। हाम्रो नेपाल अहिले पार्टीगत हिसाबमा गइरहेको छ नि त, त्यो त सरासर नेपाली जनताको लागि त अन्यायको कुरा हो नि त। न्याय हो हामी सबैले, हामी नेपाली जनताको लागि त न्याय चाहेको छौँ त हामीले। यो त सरासर अन्याय भइरहेछ। यो त राष्ट्रिय गान्धी भनौँ कि के भनौँ कि यसले पुनः एउटा के भन्नु, एउटा नामै नभएको जस्तो भइरहेको छ। तपाईँले दीपक खड्कालाई चिन्नुहुन्छ के भन्नुहुन्छ? न्यायको मात्रै होइन, उसले कानुन मात्रै होइन, उसले न्याय गर्नुपर्छ। यसपालि मैले देखेँ गर्दिन त्यो न्यायाधीश उहाँले कानुन मात्रै होइन कुलमान घिसिङलाई आन्दोलनबाट यो माइती मण्डलको आन्दोलनबाट विभिन्न प्रकारको जुलुस र जनसागर ओर्लिएर पुनर्पदमा बहाली हुने हो कि कानुनी प्रक्रियाबाट बहाली हुने हो? कानुनी प्रक्रियाबाट जानु उहाँले यो
पार्टीगत हो कि के भनौँ कि सबैले मिलेर होइन जस्तो कि पार्टीगत सर्वप्रथम पार्टीगतको हिसाबले पार्टीको मान्छेहरूले उहाँलाई मिलेर निकालिएको सरासरी कुनै यसमा कुनै पनि भनौँ न नै छैन। तपाईँ आन्दोलनकारीको हिसाबले चाहिँ सपोर्टको हिसाबले चाहिँ उज्यालो नेपालको महानायकको हिसाबले तपाईँ यहाँ आइसकेपछि अब पुनर्बहाली नहुँदासम्म तपाईँको आन्दोलन जारी हुन्छ? पुनर्बहालीको लागि आन्दोलन जारी अब यसमा त तपाईँको बहुमत त देखिएको छैन यहाँ होइन। किनभने हामी नेपाली जनता बिचमा कोही जातीय हिसाबले गइरहेका छन्, कोही पार्टीगतको हिसाबले गइरहेका छन्। पार्टीगतको देखिएको पनि छैन, कोही पनि देखाएको छैन। अहिले जति पनि आम जनतामा आइरहेछौँ नि त हामी। उहाँको कामलाई मन पराउने मान्छे यहाँ आउनुहुन्छ होइन? यहाँ उहाँको कामलाई मन पराउने यहाँ खासै भनौँ भने 100%। यसमा कुनै शङ्का छैन, कुनै शङ्का छैन। सरकारले पढ्दै भुक्का चप्पल लाएर काठमाडौँ छिरेको मान्छे हो, तर पूर्ण रूपमा बत्ती बाल्न पाएको देशभरिको जनताले उज्यालो नेपाल पाएको कुलमान घिसिङले नेतृत्व गरेरै हो कि होइन हजुर? ल अब अन्तिम नारा उज्यालो गणतन्त्रको शान हो, उज्यालो गणतन्त्रको शान हो, कुलमान जनताको प्राण हो, कुलमान जनताको प्राण हो। हजुर धेरै धन्यवाद।